हेलो नमस्ते साथीहरु, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। हामी पनि सन्चै छौँ। आज चाहिँ हामी यता केदारनाथको गौरीकुण्ड भन्ने ठाउँमा आएको करिब एक दिन जति भयो होइन। हामी ठ्याक्कै यो टेम्पल चाहिँ गौरीकुण्डको टेम्पल हो होइन। यहाँभन्दा माथि लगभग 22 किलो माथि गयो भने हाम्रो केदारनाथ पुग्छ। अहिलेलाई हामी चाहिँ गौरीकुण्डमै छौँ। हामी भोलि चाहिँ हाम्रो यात्रा हुन्छ केदारनाथको। सो यस्तो यस्तै भिडियो हेर्नको लागि अनि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हाम्रो फेसबुक आइडीलाई फलो गरिहाल्नु होला। अनि हामी नेक्स्ट पछाडिको भ्यू देखाइदिउँ त पछाडिको। पछाडिबाटको भ्यू होइन, यो टेम्पलको अभिदेखिको धेरै देखाइसक्यो। हामी पछाडिबाट टक 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 देखाइदिन्छु यता। अनि भ्यू त्यो भयो। यो माथिपट्टि हाम्रो जङ्गल हो है। गौरी माता मन्दिर यहाँ चाहिँ छ तपाईँको भगवान भोलेनाथले आपका सफलता बनायो यात्रा होइन। यो चाहिँ काम गर्नेहरूको लागि होइन। यता लाइसेन्स अनि यो सत्यापन कार्डहरू यता बनाउँछन् होइन। यो अब जति पनि कामदारहरू हुन्छ तिनीहरूको लागि यो सत्यापन भयो। अनि हाम्रो जस्तै लाइसेन्स भयो त्योहरू सबै यता बनाउँछन्। अनि त्यही हो यहाँ भ्यू भेट गौरीकुण्ड जाने मेन यो होइन। यहाँबाट भन्दा माथि गाडी जाँदैन। यो गौरीकुण्डको बिहान हो। यहाँबाट यात्रीहरूलाई अब यात्रीहरू जान्छन् यहाँबाट होइन। सो त्यस्तै गाइजहरू। अनि नेक्स्ट सिन अर्को भिडियोमा है।